सभापतिज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। हामीले घन्टी आकारको हामी दियो बनाएका छौँ। यो दीप प्रज्वलन सहित यो दीप प्रज्वलन आशाको दीप हो। यो दीप प्रज्वलन परिवर्तनको दीप हो। यो दीप प्रज्वलन नेपालीहरू अशान्त रहेको मनमा शान्ति ल्याउने दीप प्रज्वलन हो। त्यसको लागि सबैजना साथीहरूले कृपया शान्त वातावरण, यहाँ हल्ला नगरौँ, शान्त वातावरणका साथ सभापतिज्यूलाई यस पछाडि चाहिँ सभापतिज्यूलाई चाहिँ हामी यहाँबाट बिदा गर्छौँ। यो औपचारिक कार्यक्रम होइन। सबै साथीहरू जुन हिसाबले खट दिनुभयो, हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको तर्फबाट सबै साथीहरूको अथक मेहनत परिश्रमलाई हामी हार्दिक आभार व्यक्त गर्दछौँ। अब औपचारिकता केही पनि छैन। सभापतिज्यूलाई क्यान्डल बाल्न आग्रह गरे, यस पछाडि हामी बिदा गर्छौँ। दर्शकवृन्द, यति बेला लुम्बिनीको 4 नम्बर गेटमा शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिरहनु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले। दर्शकवृन्द, यहाँहरूले हेर्नु हामीले यो दीप प्रज्वलन बाहिर गर्नुको कारण के भन्दा 9 बजेपछि लुम्बिनी क्षेत्र विकास कोष अफिसियल्ली क्लोज हुन्छ। सो कारणले हामी चाहिँ बाहिर बालेको, फेरि यसको अन्यथा अर्थ चाहिँ नलागोस्। दीप प्रज्वलनपछि 1 मिनट चाहिँ हामी हाम्रो शहीदहरूको नाममा चाहिँ मौन ध्यान धारण गर्छौँ। त्यस पछाडि आजको कार्यक्रम प्रज्वलन गरिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यति बेला दीप प्रज्वलन गरिरहनु भएको छ, देख्न सक्छौँ। धन्यवाद सभापतिज्यू। दीप प्रज्वलन भइसकेको छ। साथीहरू, अब हामीले कार्यक्रमलाई एकदम अनौपचारिक बनाउँदैछौँ। पछिल्लो जेएनजी आन्दोलन लगायत नेपालको परिवर्तनमा विभिन्न कालखण्डमा भएको आन्दोलनमा शहादत प्राप्त गर्नुभएका महान शहीदहरूप्रति हामी लुम्बिनीको भगवान बुद्धको जन्मथलोबाट एकचोटि मौन ध्यान धारण गर्दैछौँ। त्योभन्दा अगाडि म एउटा सानो कुरा यहाँहरूलाई निवेदन गर्न चाहेँ। आजभन्दा 2600 वर्ष अगाडि करिब रूपन्देहीले एउटा इतिहास लेखेको थियो, भगवान बुद्धलाई जन्म दिएर। माघको 6 गते राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो इतिहास लेखेको छ। रूपन्देहीको इतिहासमा सबैभन्दा युवा, सबैभन्दा योग्य उम्मेदवारहरूलाई टिकट दिएर फागुनको 21 गते घन्टी ध्वजाबाग उम्मेदवारलाई जिताएर तेस्रो इतिहास लेख्ने अभिभार हामीले तपाईँहरूको बिचमा सुम्पेका छौँ। यति भन्दै अब हाम्रो शहादत प्राप्त शहीदहरूप्रति 1 मिनट मौन ध्यान धारण गर्दै आजको कार्यक्रम समापन गरिदिनु हुन म सभापतिज्यूलाई हार्दिक अनुरोध गर्दछु। मौन ध्यान धारणको कार्यक्रम सुरु। सबैमा धन्यवाद। सभापतिज्यूको सानो सम्बोधन सहित हामी कार्यक्रम समाप्त गरौँ। घाँटी लगभग बसिसकेको रहेछ। लामो भाषणहरू आज दिनभरि गरियो। म यति मात्र कुरा भन्न चाहन्छु, बुद्धम शरणम गच्छामि, शान्ति शान्ति शान्ति। नमो बुद्ध। धन्यवाद सबैजना। सबै साथीहरूलाई बराबर हामी सबैलाई बधाई र